Today's information about of Croatian embassy दिल्लीले बफ्स गरेको मितिले झन्डै 3 महिनासम्म लगाउन थाल्यो भिसा दिनलाई। पोहोर परार पनि यो सिजनमा समय प्रशस्त लाग्थ्यो तर अक्सर 2 महिना कट्थेन। त्यसैले यसपालि हदैसम्म ढिलाइ भएको छ। यसबीचमा केही यस्ता डकुमेन्ट पनि मारेको पाइएकाले तयार रहनुहोला। नम्बर 1 तपाईको डकुमेन्ट भारतको एम्बेसीभित्र भएका बेला त्यही एम्बेसीको आग्रहमा क्रोएसियन पुलिसले एम्प्लोयरलाई सम्पर्क गरेर अकोमोडेसन एड्रेस होस्टेल हेर्नको लागि क्रोएसियन पुलिस सम्बन्धित स्थानमा पुग्न सक्छ। यो पहिला पनि हुन्थ्यो, यसपालि अझ स्ट्रिक्ट भएको पाइयो। विशेष गरी नयाँ कम्पनी र ठूलो संख्यामा कामदार भित्राउने कम्पनीमा बढी निरीक्षण भएको देखिन्छ। नम्बर 2 स्चेन्जेन जोनमा प्रवेश गरेपछि क्रोएसियन एम्बेसीले एजेन्सीको बारेमा बढी सोधीखोजी गरेको देखिन्छ। एम्बेसी स्वयंले कामदारलाई इमेल गरेर पनि एजेन्सीको बारेमा सोधेको देखियो। त्यसैगरी एम्प्लोयर कम्पनीसँग त एजेन्सीको बारेमा सोधीखोजी गर्छ हिजोआज। नम्बर 3 तपाईको एम्प्लोयर कम्पनी र नेपालको एजेन्सीको बीचमा भएको सम्झौता कन्ट्र्याक्ट पनि मागेको पाइयो। यस्ता कन्ट्र्याक्ट बनाउँदा एम्प्लोयर कम्पनीले कामदार मगाए बापत एजेन्सीलाई धेरथोर कमिसन दिने शर्त राख्नु अनिवार्य हुन्छ। नम्बर 4 यसपालि वर्क पर्मिट निस्कदा ससाना मिस्टेक धेरै देखिए। पर्मिटमा भएका यस्ता कमजोरी सच्याएर अर्को पर्मिट पठाउन भन्दै एम्बेसीले इमेल पनि गर्दछ। एम्बेसी या एम्बेसीको आग्रहमा क्रोएसियन पुलिसबाट यस्ता इन्क्वायरी आउँदा कम्पनी, एजेन्सी या कामदारले आफ्नो क्षेत्रबाट तुरुन्त एड्रेस नगरे पनि भिसा आउनमा अझ ढिलाइ हुन्छ। भिसा फर्म भर्दा प्रष्टसँग एम्प्लोयर डिटेल्स, अकोमोडेसन एड्रेस, इमेल, फोन नम्बर आदि भर्दा पनि यस्ता झमेला अलिक कम हुन्छन्।